यो चाहिँ हाम्रो याकथुङवाहरूको चाहिँ हाम्रो के पो भन्छ बाजेहरूलाई? बाजे यसलाई के भन्छ? साम्दाको हो। साम्दाको। यो चाहिँ किरापुत्री नै भन्छ हाम्रो याकथुङ भाषाबाट। ल हाम्रो किरापुत्रीहरू चाहिँ यता उबारिराख्नु भएको छ। उहाँहरूलाई चाहिँ बेलुकीको खान्तेपिन्तेको लागि हामीले अब तुम्याङहरूले भन्नु पर्यो होइन बाजे? तुम्याङहरूले यो बाटो पुगाइदिने काम भइरहेछ। र एउटा मुख्य कुरा चाहिँ के छ भने हामी याकथुङबाहरूको यो भनेको चाहिँ मूलथाम के भन्छ बाजे? मूलथामलाई हाम्रो याकथुङ भाषामा कुलुम सिल्लाङ जहाँ छ होइन कुलुम सिल्लाङ जहाँ छ त्यहाँनिर चाहिँ अब किरापुत्रीहरू जस्तो बार्ने मान्छेहरू चाहिँ त्यहाँ बस्ने चलन छ। यता मेरो काकी हुनुहुन्छ, यता भाइ मेरो अङ्कल बित्नु भएको हो होइन। अनि यसरी हामी जहाँ अब याकथुङहरू हो होइन, हामी जहाँ डक्सी अब सबै थोक चढाउँछौँ, दुधहरू अब के होइन आफ्नै परिकारले बनाएर यसरी चढाउने चलन छ। अनि यो चाहिँ हाम्रो तुम्याङले चाहिँ उहाँहरूलाई यहाँ चढाएपछि अनि बल्ल किरापुत्रीहरूले नि खाने चलन छ। ओके पनि त्यही भए लु अब बाजे नि भन्नु त एक दुई शब्द लु मुन्दुमको कुरा होइन। अब के गर्नुपर्छ, अब यस्तो के हुन्छ होइन। उसले पो भन्नुहुन्छ। अनि यता हाम्रो फुपू हुनुहुन्छ। अनुहारहरू चाहिँ यसो ब्लर गरेर हाल्नु। अनि अब हुन्छ यसरी यहाँ चढाउनु पर्छ। यो भनेको बिहान पनि चढाउने हो, बेलुकी पनि चढाउने होइन बाजे? बिहान बेलुकी नै हो। अब यो भनेको छोरा मान्छेको 4 दिन, छोरी मान्छेको 3 दिन होइन बाजे? यस्तो छ। हामी याकथुङबाहरू अब हामी प्राकृतिक पूजक हौँ होइन। हाम्रो चाहिँ यस्तो किसिमको मुन्दुम छ है। यो हामी चाहिँ मुन्दुम हुन्छ। र अनि यहाँ अब यो हजुर यहाँ चाहिँ हाम्रो मुन्दुम साबा हामी फेदाङमा भन्छौँ होइन, उहाँ हुनुहुन्छ। जुन त्यो हामी के भन्छ त्यसलाई के अरे अब सुधाइ भन्छ के भन्छ, हाम्रो त के भन्छ बर्खी भन्छ होइन बाजे? बर्खीदेखि चाहिँ राख्नु परेन है। यस्तो उहाँ चाहिँ हाम्रो मुन्दुम साबा, हाम्रो नरबहादुर तेयुङ, हाम्रो के अरे लालीगुराँस नगरपालिका तेह्रथुम सोल्माबाट हुनुहुन्छ। अनि उहाँ पनि तेयुङै हो, हामी सबै तेयुङै हौँ। अब यहाँ चाहिँ अब यो गुन्द्री उल्ट्याएको छ है, उल्टो पारेर बस्नुपर्ने हुन्छ। अनि यहाँ अब अहिले नै चाहिँ कपाल काट्नु पर्दैन हाम्रो, अब त्यो बर्खीको दिन कपाल काट्ने कुरा हुन्छ। अनि लुगा चाहिँ उल्टो कपाल डबल काट्नु हुँदैन। ल यो हाम्रो याकथुङको आफ्नै मुन्दुम छ, आफ्नै रित छ। अनि अब यता चाहिँ अब यो चाहिँ के होला भनेर भन्नुहुन्छ है। यो भनेको मुन्दुमी भाषाले के भन्छ बाजे यसलाई? यसलाई मुन्दुमी भाषाले के गरेर सम्बोधन गर्ने, के भन्नुपर्ने? यो अब हामीहरूले सिधै भाषा भन्दा त पराल हो होइन, तर यो पराल भनेर यसलाई सम्बोधन गरिँदैन यहाँ। बाब्यो अनि याकथुङ बाब्नु बाब्यो नै बाब्योको लक्ष्मीको के सितारको के सितारको के चाहिँ अनि जुठो देब्रेले सितारको के बाब्यो में बाब्यो पेनिबान जता बाब्यो पेनिबान हागिन जुक्न नन नेको
आफै लेट नभए उब्जाप रोग नभए अनि परालका गुन्द्री परालले नि हात्योर्यम रिक्नम खाक्दैन करायला बाबा जति लाउँछ सुति नभएर प्लास्टिक हो अनि खाइ पनि चक्का पादोक्सिन भन्दै खानु अनि सुत्रिद्याङ सुको सङ्केत चोक भन्ने चोक नाच्छ जाथाङ खप्पा आख्यान गर्नु भएन त्यहाँ शिल्प मनान जाथाङ किल्ला त्यहाँ शिल्प मनान जाथाङ मना निगा बुद्धिमान जाथाङ जोको मुनुरान किल्को खपक उल्टो सोल्टो पाउनुहुन्न उल्टो जोको खेमा लामक बेतनको खेमाको उल्टै बिन बोक्छ गुजाबी मेला खालसँग गुजाबी मेला अखी बिन अखी नेमन उल्टो फिम्बोङ उल्टो फिम्बोङ यो चाहिँ जान्नुपर्ने कुरा है अब हामीहरूले यस्तो गर्दा यस्तो उल्टो दिनु पर्यो ए ए पाँच हेके नि रहेछ हामी नि फेरि आस्छौ अनि गफिकले आश्रम जाबिनले ओके फेरि टाइम म्याङले ओकेले जानिएन छ जिल्ला ट्याङ एकदम ल है अनि मुन्दुम पान अखे रहेछ अनि अन्जान झन्साङ थाहा हो साङ र अब हाम्रो मुन्दुम सावाले चाहिँ होस् यतिसम्म भनिदिनु भयो होइन अब यो कुरा अब नेपालीमा भन्नुपर्दा चाहिँ कसरी भन्नुपर्छ हो बाजे यो यहाँ फेरि लिम्बू भाषा नबुझ्नेहरू पनि होलान् फेरि होइन होइन कति त नबुझ्ने हुन्छन् नि जस्तो म जस्तो नबुझ्नेहरू पनि हुन्छन् नि त ए यस्तो फर्काउनु यहाँ चढाउँदा चाहिँ देब्रे हातले ए उल्टो चढाउनु पर्यो ल है हाम्रो यस्तो छ ए बर्खन्तमा पनि त्यो उल्टो चढाउनु बर्खीमा पनि होइन बाजे ए ल ल ल ल आउनु तपाईँहरू यो चढाउँदा चाहिँ यता हेर्नु त यसले यस्तरी चढाउने अरे यो ऊ चाहिँ यस्तो रहेछ मुन्दुम चाहिँ यस्तो रहेछ होइन अब हामीहरूलाई थाहा थिएन नि त अब हुन्छ उल्टो उल्टो चढाउनु पर्दो रहेछ यसरी यसरी उल्टो रहेछ
उल्टो उल्टो त्यस्तै ल हो यो चाहिँ रहेछ ल ए ल ल अहिले यो कुरा त थाहा थिएन क्या बाजे हामीहरूलाई होइन अब यो मुन्दुमको कुराहरू हामीहरूलाई थाहा हुँदैन होइन त्यही भएर अब जस अब हाम्रो मुन्दुम साबाज्यूले यसो भन्नुभएको छ होइन